हेलो एभ्रिवान, मेरो आइसकेको चाहिँ त्यस्तै 15 दिन जति भयो होला। अनि बल्ल चाहिँ म अब घरबाट कतै टाढै जाँदैछु, मतलब त्यस्तो टाढा नि होइन। मलाई चाहिँ मेरो साथीले बोलाएको छ, त्यही भएर चाहिँ म आज उसको घरमा जान्छु होला, उतै बस्छु होला। हुन्छ, अब हामी जाउँ है। म चाहिँ अब घरबाट निक्लिन लागेको। यहाँ हाम्रो घरमा एउटा नयाँ कुकुरा छ, कान्छा भन्ने। बेला बेलामा मलाई नै चिन्दैन। म चाहिँ गेटबाट बाहिर निक्लिसकेँ, अब यताबाट जान्छु म। यहाँ मर्सिङको बाटो यस्तो छ, त्यही भएर म चाहिँ अब सिधै त्यहाँ गएर भ्लग गर्छु होला। गाडी नपाएर यहाँ स्कुटीमा आएको छु। म चाहिँ यहाँ बल्ल तल कठिन परिस्थिति साथ छैन, अहिले आइसकेको छु। जननले मलाई धमाकादार के भन्छ त्यसलाई, धमाकादार एन्ट्रीबाट होइन मलाई लिन आएको छ। अहिले चाहिँ हामी दोकानमा छौँ। म चाहिँ यो धमाकादार स्कुटीमा आएर है अहिले चाहिँ जनमको घरमा जाँदैछु म। जनमको भाइको नाम के अरे? जतिस ए जस्टिस को हुनुहुन्छ घरमा? हेलो आन्टी, कता हुनुहुन्छ? हजुर सन्चै छु आन्टी। हुन्छ, अहिले चाहिँ म जनमको घरमा पुगिसकेँ। धुलै धुलो भएर कपाल यस्तो जर्रो भइसकेको छ। अनि जनम यहाँ बसिरहेको छ, देख ल। जनम यता छ अनि हामी अहिले यतिकै बसिरहेको छौँ, रेस्ट। मेरो सामान उता छ, उता जनमको गिटार छ, जाऊ लिएर आऊ। बजाउने हो होइन, तिमीले बजा, म सुन्छु यसो कति प्रगति गरिसकेछौ। उसले चाहिँ मलाई एसए सकिने दिनमै बोलाएको थियो, तर उसको केही प्रब्लम भएर चाहिँ हल्का मिलेन। तर म चाहिँ आज आएको छु। बजाउनु तिमीले बजाउनु। भिडियो गर्ने हो क्या, म तिम्रो त्यस्तो भिडियो गरिदिन्छु क्या। ल गीत गाएर हाल्नु है। ल अहिले राति यहाँ हाम्रो ब्लग छ। ए पर्दैन। चरा मेरो ब्लग चलिरहेको छ, भाइले मेरो ब्लग हेरिरहेको छ। म चाहिँ अहिले जनमको घरबाट निस्किसकेको छु। जनमले मलाई उसको एरिया घुमाउँदैछ। हामी चाहिँ अहिले खै कस्तो कस्तो ठाउँमा आएर हामी यस्तो ठाउँमा आउनु लागिसकेको छ। यत्रो ठुलो ढुङ्गाहरू छ। हामी चाहिँ अहिले भर्याङ झर्दैछौँ। ओहो, हामी त गाउँ जस्तो ठाउँमा आइसक्यो त यार। यस्तो फोर्सले पानी आइरहेको बसले जानु भन्ने। यही हो। कहाँबाट हान्नु त? कहाँबाट हान्छ त? माथि गोर्खा भिलेज छ नि, त्यहाँ सब यस्तै जान्छ। त्यहाँबाट खेल्सी हुन्छ अनि जता जान्छ, ब्याग बोल्दै ब्याग झार्दै आउँछ। लिन आएन? लिन आउँदै भन्ने मान्छेहरू आउँछ। यहाँ जान मिल्दैन? मिल्छ, जाऊँ न देख्छु। जाऊँ। कताबाट? ओहो, यता आउने यतै शान्त भयो त। कस्तो दामी ठाउँ हो यार। यो विजयपुरको खोला हो, अनि उताबाट सेतीको खोला आउँछ, अनि फेरि उताबाट भुजुङ खोला भन्ने कि के खोला भन्ने आउँछ। त्यो खोलाको पानी चाहिँ तातो हुन्छ है। के भयो, मजा आयो क्या मलाई। यहाँ यस्तो दामी बादल देखिएछ। हुन्छ, हामी अर्को आफ्नो गन्तव्यतिर तर्फ बढ्नेछौँ। जनमले मलाई घुमाउँदैछन्। बाटो कता पत्ता लागेको छैन, आफ्नै तालमा हिँडिरहेको छ। खास गरी जान लागेको चाहिँ कहाँ हो? घुम्न आएको, कहाँ जान लागेको हो? ए उता के हलचल भइरहेको छ? मान्छे हो। हामी त बाँदर भन्छ। यदि फोन गयो भने गयो, गएन भने गएन। रिस्क है त इस्क है। एक्चुअली उसले र मैले एउटा उस बनाएको थिएँ क्या, भ्लग बनाउँदाखेरि। के अरे, तिम्रो नाम लेख्ने ठाउँमा म के अरे के थियो, मैले त बिर्सेँ यार। तिम्रो नाम लेख्ने ठाउँमा ए होइन, म मेरो नाम लेख्ने ठाउँमा म तिम्रो नाम लेख्नेछु। म मेरो ठेगाना लेख्ने ठाउँमा तिम्रो ठेगाना लेख्नेछु। हो कि त्यस्तो के थियो।
यो चाहिँ के हो? This is called dam. ड्याम? Electricity is produced from here. ओहो, यो भेरी गुड न्युज हो। यहाँ चाहिँ यस्तो पानी छ। कत्रो गहिरो होला यो? 3 मिटरमा डुब्छ। ओहो, त्यत्रो गहिरो छ। यहाँ भने कति आउँछ रानी हो? ड्याममा कति रानी हो? ल फेरि धेरै ढिलो नहोस् है। ल छिटो फाइदा छ। पहिला यतातिर जाउँदा ओके ब्रदर। ए अघि हामी उताबाट झर्दै झर्दै आयौँ। घाम पनि गइसक्यो। भुता बिचमा भुतायो भने के गर्ने? ड्राइभ भने त्यो देखाइदिनु के आएको यस्तो गरौँ, केटा आयो भने चाहिँ भागौँ। केटी आयो भने चाहिँ के छ नाम? हेलो म्याम, सन्चै हुनुहुन्छ भन्नु त, बोलाउँला। कस्तो दामी हो क्या अरे यता त यार। ऊ चाहिँ सानैदेखि एडभेन्चर रोमाञ्चक मान्छे हो। अनि ऊ चाहिँ उसको के भन्ने अब, उसको तारिफ गर्ने ठाउँै छैन। यो ड्रइङमा पनि दामी छ होइन? ड्राइङ त्यसपछि अरू साइकलमा पनि दामी छ। अघि भर्खर स्कुटर राइड आफैले गरेँ, त्यो नै दामी थियो। अनि अहिले चाहिँ स्कुल लाइफै सकिसक्यो। अनि स्कुल लाइफ सकेर हामी यस्तो शानदार ठाउँमा आएछ। केही भन्न चाहनुहुन्छ? केही भन्न चाहदिनँ, रात पर्न लाग्यो। 6 मिनटको भिडियो भइसकेछ र धेरै भ्लग गरिनँ, हल्का इन्जोय पनि गर्नुपर्छ। बाई। अहिले 6:49 भएछ। हामी 9 मिनटमा यहाँ मेन रोडतिर पुगिसकेका छौँ। चन्द्रमा देखेको छ सायद। आज हामीले चन्द्रमामा पनि दाग हुन्छ गाउनुपर्छ जस्तो छ है। जस दामी इभिनिङ वाक भयो। हामी चाहिँ अहिले घरमा आइसकेका छौँ। यता भाइ एकदम खुसी भइसकेको छ। यहाँ वाइफाई कनेक्टेड भएर मेसेन्जरबाट नोटिफिकेसन आउनु थालिसक्यो। के हेरेको नि तिमीले? के हेरेको? के हो त्यो? हल्का थाकिए पनि अब हल्का हल्का एकछिन अहिले रेस्ट भएको बेलामा एडिटिङ हाल्छु। अनि एकछिनपछि हामी भ्लग पनि गीत पनि गाउँछौँ, कभरहरू बनाउँछौँ। यही हो अब। अहिले चाहिँ हामी खाना खाइसकेका छौँ। अनि फेरि हामी गीत रेकर्ड गर्न जाँदैछौँ, किनकि अघि हामी गीत रेकर्ड गर्नुको सट्टा एकदम धेरै हाँस्यौँ। अनि हाँसो लागि गीत रेकर्ड गर्न सकेन। अनि हामी चाहिँ त्यस्तै 2-3टा गीतहरू रेकर्ड गर्छौँ होला। हामी टपमा आइसकेका छौँ। हजुर के भयो डाडा? पेन खान्छु? के भनेको? के भनेको? मैले केही बुझेन। मोटो पेन गयो? हजुर खै ल, अब म तिमीलाई फेरि म्याजिक देखाउँछु हेर। ल अब म्याजिक देखाउँछु म तिमीलाई। के हो यो? ओहो, यो त कलर हो नि। ड्रइङ गर्दाखेरि युज गर्नुपर्छ। तिमीलाई एउटा म्याजिक देखाइदिउँ। ऊ चाहिँ उता गयो कि मैले एउटा म्याजिक देखाइदिएको होइन। उता गयो, उता लुकाएर आउँछ होला सायद। फेरि लिन गयो। यस यस, अब म लुक्छु। Yes.
भाइसँग रमाइलो आयो दिवस आयो ल आजको लागि यति नै ब्लग थियो अब जनम गरिएर आउँछ त्यहीसँग उसँग चाहिँ अब हजुरहरूलाई बाई बाई भनौँ भनेर हो नत्र त जनम सायद तल पानी भनेको छ होला अहिले आइसी म गुड नाइट भन्नलाई मात्र फेरि एकचोटि ब्लग गर्छु ल जनम पनि आइसक्यो पानी भरेर ऊ त्यहाँ छ पानी अहिलेको लागि चाहिँ हामी गुड नाइट हामी सुत्छौँ यसो एडिटिङहरू गर्छौँ बाई 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 ल बाई